हिँडेको छु, कार्यकर्ता खोजेको होइन मैले। अविश्वास, भ्रष्टाचार र बेथिति अनेकन समस्याहरूको कुहिरोमा हराएको यो देश खोज्दै हिँडेको मान्छे हुँ म। त्यो खोज्दै खोज्दै आज लेटाङमा म आइपुगेको छु। तपाईहरुलाई लाग्ला पार्टी बनाउन आयो, होइन। पार्टी होइन, पार्टी बनाउन होइन, म यो भत्किएको देश बनाउन खोजिरहेको छु। सच्चा देशभक्त संवाददाता खोज्दै खोज्दै हिँडेको छु। खोज्दै खोज्दै हिँड्ने क्रममा आज म तपाईको सुन्दर नगर लेटाङमा आइपुगेको छु। पार्टी पार्टी जाति धर्म वर्ग र स्वार्थले, पार्टी जाति धर्म वर्ग र स्वार्थले र विभिन्न कारण र बहानाले फुटेको नेपाली समाज जोड्न एउटा साझा संस्कृति, पसिना बगाउनु पर्छ भन्ने संस्कृति, काम गर्नुपर्छ भन्ने संस्कृति, ठगेर खानु हुँदैन, ढाँटेर खानु, चोरेर खानु हुँदैन भन्ने संस्कृति, संस्कृति लिएर आएको छु म आज। फुटेको समाजलाई जोड्न निस्किएको मान्छे हुँ म। ए नेपाली हो, ए नेपाली हो, ए मेरा आमा बाबा हो, ए मेरा दाजुभाइ हो, ए मेरा दिदी बहिनी भान्जा भान्जी र जेन्जी हो। नभाग्नु मलाई देखेर, नभाग्नु मलाई देखेर, कान नथुन्नु मेरो आवाज सुनेर, कान नथुन्नु मेरो आवाज सुनेर। म तपाईलाई बिउजाउन र उठाउन आएको मान्छे हुँ। म तपाईलाई यो देशका निम्ति जुटाउन आएको मान्छे हुँ। हामी एक आपसमा लडिरह्यौं, हामी एक आपसमा लडिरह्यौं। पार्टीको नाममा लड्यौं, कहिले जातिको नाममा लड्यौं, कहिले धर्मले हामीलाई लडायो, कहिले वर्गले त कहिले आफ्नै स्वार्थले हामीलाई लडायो। कट्टामार गरिरह्यौं हामी, एक अर्काको रगत बगाइरह्यौं, हामी मरिरह्यौं, हामीलाई मारिरहे, हामी अशान्ति बन्दै गयौं, हामी लडिरह्यौं, अकालमा मरिरह्यौं। तर हामीले खोजे जस्तो देश बन्न सकेन, त्यस्तो देश बनाउन सकेनौं। हामीले जस्तो हामीले चाहेका थियौं त्यस्तो देश बनाउन सकेनौं। अभाव र गरिबीले हामीलाई छोडेन। आफ्ना लाला बालालाई पाल्न र पढाउन रोजगारीको खोजीमा विदेश जानेको संख्या दैनिक हजारौं पुग्यो। बाकस भरि धन कमाएर ल्याउला भन्दा भन्दै बाकसमा आफै लास बनेर भित्रिनु पर्ने नियति भोगिरह्यौं र भोगिरहेकै छौं। छिमेकी मुलुक चाइनाले विकास र समृद्धिमा हामीलाई 150 वर्ष जति पछाडि छोडेर अघि बढिसक्यो। दक्षिणतर्फको भारतले पनि हामीलाई थोरैमा 80 वर्ष छोडिसकेको अवस्था हो यो। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, संस्कृति एउटा त्यस्तो सूत्र हो जसले हामीलाई यो माटोसँग जोड्न चाहेको छ, यो देशसँग जोड्न चाहेको छ। हामी सबै नेपाली मिलेर अब संसारले देख्ने गरी श्रम गर्न सक्नुपर्छ। हामी सबै मिलेर अब संसारले सुन्ने गरी एकताको गीत गाउन सक्नुपर्छ। यहाँहरू सबैजनालाई म त्यो भन्नका लागि आएको छु। संवाददाता खोज्दै खोज्दै आएको मान्छे हो। श्रम संस्कृति पार्टीमा कार्यकर्ता हुँदैन, कोही कसैको कार्यकर्ता हुँदैन, यहाँ नेता पनि हुँदैन, घरको सामाङ नेता होइन। हामी सबै श्रमदाता हौं। आज चाहिँ म काठमाडौँबाट डाइरेक्ट आएँ। अब तपाईको चाहिँ एयरपोर्टबाट, नत्र मैले पनि त्यस्तै टी सर्ट लगाएको हुन्थेँ, तपाईँ मलाई चिन्नुहुन्न थियो, म तपाईँको भिडमै हुन्थेँ। अब यो देशमा नेता नेता भनेर, कार्यकर्ता कार्यकर्ता भनेर होइन, तपाईको चाहिँ मालिक र नोकरको साइनो गाँसेर हामी कुनै पनि राजनीतिक दल बनाउनु हुँदैन भन्ने विचारमा छौँ। तपाईहरु सहमत हुनुहुन्छ? यदि अघि भर्खरै मैले त्यो सानो मेरो आलेखमा भने जस्तो किसिमको कुरा तपाईलाई पनि लाग्छ भने अब यो देश हामीले बनाउनु पर्छ, अब धेरै लड्यौं हामी भन्ने लाग्छ भने अब हामी मिलेर यो देशलाई बनाउन तर्फ लाग्नुपर्छ। श्रम संस्कृति महाअभियानमा हामी जोडिनुपर्छ।